हेलो अनि नमस्ते, वेलकम ब्याक टु माई च्यानल। म चाहिँ अमर। आज पनि म तपाईहरुलाई धेरै महिनाभन्दा पनि सालपछि एउटा भिडियो लिएर आउँदैछु र मैले चाहिँ सुरुवात गरेको पहिलादेखि हो युट्युब त, तर मैले खासै बनाएँ र छाडेको थिएँ र युट्युबलाई चाहिने र एउटा मान्छेले गर्नुपर्ने ब्लगिङ र भिडियोग्राफीहरू सबै फरक फरक विषयमा अलि टाइम लाग्दो रहेछ, त्यति मुखले भनेर हुँदो रहेछ। र मैले त्यो भिडियोग्राफीहरू यताउता गर्नुभन्दा पनि म सिधै ब्लग हाल्ने विचार गरिरहेको छु होइन। अब म चाहिँ एउटा सेफ हो र म कुकिङको काम गर्छु र सबै साथीहरूले आजभोलि म्याक्सिमम खाना बनाउनुहुन्छ, परोस्नुहुन्छ र आफ्नो तरिकाले दिनुहुन्छ। सबैको राम्रो छ। तपाईँ ठुलो म ठुलो भन्ने पनि हुँदैन र सबैले आफूले जानेको कुराहरू गर्ने हो, सेयर गर्ने हो। र म चाहिँ त्यो कुकिङको काममा फुर्सद हुँदैन र फुर्सद भएको बेलामा बनाउनु पर्ने भएको कारणले गर्दाखेरि त्यति भिडियोहरू बनाउनु पनि नमिल्ने भयो। सो म चाहिँ आज धेरै दिनपछि यसो युट्युबतिर गएँ अनि मेरो च्यानल चाहिँ एकदमै डाउन बारेछ होइन। अब भर्खरै 100-150 सब्सक्राइबर थियो, त्यो पनि घटिसकेछ। केही छैन भनेर म फेरि सुरुवात गर्दैछु। करिब 10-15 दिनभन्दा पनि धेरै भइसक्यो र राति एकदमै यहाँ भारी वर्षाहरू लाइटिङहरू भएको कारणले गर्दाखेरि यहाँ चाहिँ मौसम एकदमै अनुकूल भइरहेछ होइन। हिजो अस्ति एकदमै गर्मी थियो, धेरै नै आज शीतल भइरहेछ र यहाँ चाहिँ आएको म धेरै दिन भइसक्यो र ओपनिङ गर्ने भनेर आएको थिएँ होइन। अब अहिलेसम्म हुन सकेको छैन, कामहरू एकदमै बनिरहेछ, भइरहेको चलिरहेछ। म चाहिँ अहिले 4 मन्जिल माथि छु, 4 मन्जिला माथि म देखाउँछु र यो कहिलेसम्म कम्प्लिट होला त तपाईँहरूले भनिदिनु होला। र यहाँको सेक्सनहरू र यहाँ चाहिँ पछि स्टाफ रुमको लागि भनेर कुरा गरिदिएको छ। पछि यहाँ स्टाफ रुम बन्न सक्छ र स्टाफको लागि चाहिँ वासरुम एरिया र सायद यता किचन पनि बन्न सक्छ। यता यता केही बन्छ होला यता होइन। त्यो अहिले यहाँ ढुङ्गाहरू छन्, बन्दैछ। यो चाहिँ 4औं मन्जिलको लिफ्टिङ सिस्टम हो। यहाँबाट चाहिँ 4औं मन्जिल छ तल होइन। अब अहिलेसम्म सिडीको प्रयोग गर्दैछु किनकि त्योभन्दा विकल्प छैन। र त्यस्तै गरी यो चाहिँ 3 मन्जिला हो। यहाँ चाहिँ पछि सायद बेकरीहरू आइटमहरू हुन्छ राख्छ होला, या रुम पनि बनाउन सक्छ। त्यसको चाहिँ अब पछि होला। र त्योभन्दा पहिला हामीले रेस्टुरेन्ट र ब्याङ्कट चालु गर्ने भनेर प्लान बनाएको थियौँ होइन। प्लान अनुसार म आएको चाहिँ करिब 15 दिन भइसक्यो र 15 दिनमा चाहिँ खासै काम त भएको छैन। त्यहाँ चाहिँ लेबरले गर्ने कामहरू अलिक त्यस्तै नै हो। र अहिले चाहिँ म त्यो बिल्डिङमा स्टे गरिरहेको छु। मलाई चाहिँ त्यहाँ बसालिएको छ। म अहिले फिलहाल त्यहाँ बस्छु। सुविधा चाहिँ एकदमै राम्रो छ मेरो लागि अहिलेसम्म। अब पछिको चाहिँ म भन्न सक्दिनँ के कस्तो हुन्छ होइन। स्टाफहरू आउने क्रम छ र आइरहेको थिएँ। अब तिनीहरू चाहिँ धेरै सिफ्ट गरिरहेको छौँ। म चाहिँ तपाईँलाई यो किचनको एरिया सेक्सन र अहिले बन्दै गरेको देखाउँदैछु। एउटा यो चाहिँ हामीहरू बाहिरको सामानहरू छ। स्टाफको इन्ट्री एरिया हो र आउटगोइङ अल्सो। यता चाहिँ अब के भन्छ, अब त्यो पछि हेरौँला। अहिले चाहिँ एकदमै कचरहरू छ र यो चाहिँ हाम्रो कोल्ड स्टोर इन्स्टलिङ भइसक्यो। प्लस हाम्रो किचनमा पनि टाइलहरू लाग्दैछ। टाइलहरू लाग्ने काम चल्दैछ, यतातिर लाग्दैछ यो एरियामा अनि यो एरियामा पनि लाग्दैछ। यहाँ चाहिँ बिजुलीको कनेक्सन हुँदा हामीले अहिले चाहिँ यो प्लान के छ भनेपछि यो किचनमा चाहिँ हामीले इन्डक्सन भट्टीहरू प्रयोग गर्ने भनेर कुरा गरिएको थियो रहेछ जिएम सरसँग र एमडीसँग। र हामीले चाहिँ मुम्बईबाट चाहिँ यहाँको भट्टीहरू मगाएका छौँ। सायद 2-3 दिनमा पुरै हुन्छ होला, 4 दिन कति लाग्छ। यो चाहिँ वासिङ एरिया हो। यो चाहिँ वासिङ एरिया हो। यहाँ पनि बन्दैछ।
यो चाहिँ रेस्टुरेन्ट हो 1600 कभरको मसरुम एरिया यो हल चाहिँ हाम्रो अफिसको लागि भनेर भनिएको छ। अब त्यहाँ पनि कामहरू चल्दैछ। तल चाहिँ ग्राउन्डमा चाहिँ फ्लोरमा चाहिँ टाइलहरू लागिसक्यो। यस्तो छ त हाम्रो के आजको लागि यति नै। अर्को ब्लगमा आउनेछु र किचनका इन्स्ट्रुमेन्ट सामानहरू पनि देखाउनेछु, करोकरीहरू पनि देखाउनेछु।